र साथीहरू सिएफ तपाईहरु सबैजनाको लागि है यो चाहिँ ब्लान्च भेज भन्छ यसलाई। हामी कतिपय सेफरले भेजिटेबल बोइल भन्दो रहेछौँ तर यसलाई चाहिँ ब्लान्च भेज भन्छ। हेर्नुस् ब्लान्च भेजलाई यसरी राख्नुस् टक्क लाएर पुरापुरी चिसो गर्नुस्। त्यसपछि पनि फेरि आइस वाटरमा डुबाएर राख्नुस्। लगभग हाफ एन आवर तपाईले आइस वाटरमा डुबाएर राख्नु भइसकेपछि यो तपाईको तयारी हुन्छ। अनि टक्क चिलरमा राख्नुस् 5 to 7 को टेम्परेचर मेन्टेन गरेर राख्नुस् भइहाल्छ है। यसो भन्छ बोइल भेज। यो हाम्रो यतातिर फेरि यो चाहिँ स्टाफको लागि हो। वाउ खतरा मुला है दामी मुला। कुन ब्रेकफास्ट सर्भ राख भाइ? अमेरिकन सेट ब्रेकफास्ट। ससेज निकालो ससेज र हेम निकालो। त्यसपछि गएर के चाह बेकबिन हजुर राइता बोल्दैका हैन नि यो राइता बोल चाहेको हो। त्यो फुटबलको सामान हामीले के चलाएको छैन नि त्यसमा फुलफिल छ नि हैन अर्डर गरे जति अनि हाम्रो लागि नेपाली घिउ खै त पुग्छ एउटा आधी छ। मैले आधी मात्रै देखेँ त्यही भएर। बिरयानी चिकन के छ भाइ? चिकन